दाङ जिल्लाको एउटा सानो गाउँमा रमेश नामको एक युवक बस्थ्यो। उसको परिवार निकै गरिब थियो। बुबा दिनभर मजदुरी गर्थे भने आमा अरूको घरमा काम गरेर परिवार चलाउँथिन्। घरको अवस्था यति कमजोर थियो कि कहिलेकाहीँ राम्रोसँग खाना खान पनि पुग्दैन थियो। तर रमेशको सपना भने धेरै ठुलो थियो। ऊ जीवनमा केही गरेर आफ्ना बाबुआमालाई सुख दिन चाहन्थ्यो। रमेश सानैदेखि मेहनती थियो। गाउँको सरकारी विद्यालयमा पढ्दा ऊ जहिले पहिलो हुन्थ्यो। तर आर्थिक समस्याका कारण धेरै पटक पढाइ छोड्ने अवस्था आयो। साथीहरू नयाँ किताब र राम्रो कपडा लगाएर विद्यालय आउँथे, तर रमेशसँग पुराना किताब र च्यातिएको झोला मात्र थियो। कतिपयले उसको गरिबी देखेर हाँसो पनि गर्थे, तर रमेश चुपचाप सबै सहन्थ्यो। उसलाई थाहा थियो, मेहनत गर्ने मानिस एक दिन अवश्य सफल हुन्छ। एसई पास गरेपछि ऊ काम खोज्न काठमाडौँ गयो। सहर उसको लागि बिल्कुल नयाँ थियो। सुरुका दिनहरू निकै कठिन थिए। ऊ एउटा सानो कोठामा 4 जनासँग बस्थ्यो। बिहान होटलमा भाँडा माझ्थ्यो र बेलुका प्रिन्टिङ प्रेसमा काम गर्थ्यो। कहिलेकाहीँ थकानले शरीर दुख्थ्यो, तर उसले आफ्नो सपना कहिले छोडेन। कामसँगै रमेशले कम्प्युटर र डिजाइन सिक्न सुरु गर्यो। राति सबै सुतेपछि ऊ मोबाइलमा भिडियो हेरेर नयाँ कुरा सिक्थ्यो। बिस्तारै उसको डिजाइन बनाउने सिप राम्रो हुँदै गयो। एक दिन उसले बनाएको एउटा पोस्टर सामाजिक सञ्जालमा निकै चर्चित भयो। त्यसपछि मानिसहरूले उसलाई सानो सानो काम दिन थाले। केही वर्षको निरन्तर सङ्घर्षपछि रमेशले आफ्नै सानो अफसेट र डिजाइन स्टुडियो खोल्यो। सुरुमा ग्राहक कम थिए, तर उसको मेहनत र इमान्दारीका कारण काम बढ्दै गयो। पछि उसले भिडियो एडिटिङ र डिजिटल डिजाइनको काम पनि सुरु गरेको। एक समय भाँडा माझेर जीवन चलाउने रमेश आज सफल व्यवसायी बनेको थियो। धेरै वर्षपछि रमेश आफ्नो गाउँ फर्कियो। उसले सबैभन्दा पहिले बाबुआमाको लागि नयाँ घर बनायो। गाउँका गरिब र बेरोजगार युवालाई उसले निशुल्क कम्प्युटर र डिजाइन सिकाउन सुरु गर्यो। गाउँलेहरू आज उसलाई सम्मानका साथ हेर्थे। एक दिन उसकी आमाले आँखा रसाउँदै भनिन्, "बाबु, तेरो मेहनतले आज हाम्रो दुःख हरायो।" रमेश मुस्कुराउँदै भन्यो, "गरिब जन्मिनु कमजोरी होइन आमा, सपना त्याग्नु नै सबैभन्दा ठुलो हार हो।"